यरुशलेमका राजा दाउदका पुत्र उपदेशकका वचनहरू। व्यर्थै व्यर्थ, उपदेशकले भन्छन्, व्यर्थै व्यर्थ, सबै कुरा व्यर्थ। मानिसले सूर्यमुनि गरेको त्यसको सबै परिश्रमबाट त्यसलाई के फाइदा हुन्छ र? एउटा पुस्ता बितेर जान्छ र अर्को पुस्ता आउँछ, तर पृथ्वी सदा सर्वदा रहिरहन्छ। सूर्य उदाउँछ, सूर्य अस्ताउँछ र आफू उदाएको आफ्नो ठाउँतिर हतारिन्छ। हावा दक्षिणतिर बहन्छ र उत्तरतिर घुम्छ, त्यो निरन्तर चक्कर लाउँदै बहन्छ र हावा आफ्ना चक्करहरू अनुसार फर्केर आउँछ। सबै नदीहरू समुद्रभित्र बगेर जान्छन्, तैपनि समुद्र भरिँदैन। जुन ठाउँबाट ती नदीहरू आउँछन् त्यतैतिर ती फर्कन्छन्। सबै कुराहरू परिश्रम नै परिश्रमले पूर्ण छन्। मानिसले त्यो व्यक्त गर्न सक्दैन। हेरेर आँखा तृप्त हुँदैन र सुनेर कान अगाउँदैन। जे कुरा भएको थियो त्यही फेरि हुनेछ, अनि जे कुरा गरिएको थियो त्यही फेरि गरिनेछ। सूर्यमुनि कुनै नयाँ कुरा हुँदैन। के कुनै यस्तो कुरा छ जसको विषयमा हेर यो नयाँ हो भन्न सकिन्छ? त्यो त हाम्रो अघिका युगहरूमा भइसकेको थियो। पहिलेका कुराहरूको सम्झना हुँदैन र पछि आउनेहरूलाई पछिबाट हुने कुराहरूको सम्झना पनि हुँदैन। म उपदेशक यरुशलेममा इजरायलको राजा थिएँ। आकाशमुनि गरिएका सबै काम कुराहरूको विषयमा बुद्धिद्वारा खोजेर पत्ता लगाऊँ भनेर मैले आफ्नो मन लगाएँ। परमेश्वरले आदमका सन्तानहरूलाई तिनीहरूले यस साह्रै कष्टदायक कामद्वारा कष्ट पाउन् भनी यो दिनुभएको हो। सूर्यमुनि गरिएका सबै कामहरू मैले देखेको छु, अनि हेर सबै कुराहरू व्यर्थ र आत्माको खिन्नता हुन्। जे बाङ्गो छ त्यसलाई सिधा पार्न सकिँदैन, अनि जे घटी छ त्यसलाई गन्ती गर्न सकिँदैन। मैले आफ्नो हृदयसित यसो भन्दै बातचित गरेँ, हेर म महान भएको छु, अनि यरुशलेममा म भन्दा पहिलेका सबैले भन्दा बढी बुद्धि मैले बढाएको छु। मेरो हृदयले बुद्धि र ज्ञानको ठुलो अनुभव गरेको छ, अनि मैले बुद्धि जान्नलाई साथै पागलपन र मूर्खता के हुन् सो बुझ्नलाई आफ्नो मन लगाएँ। मैले थाहा गरेँ यो पनि आत्माको खिन्नता नै हो रहेछ, किनभने धेरै बुद्धिमा धेरै पीर हुन्छ, अनि जसले ज्ञान बढाउँछ उसले कष्ट पनि बढाउँछ।